नमस्ते सबैजनालाई। मेरो छोरीले चाहिँ यहाँ डोको बोकेर हिँड्दै छिन्। मामा भान्जी उत्रै छिन् है। हामी चाहिँ छ्यामाको घर गएको अनि छ्यामाको घरकोमा चाहिँ मकै छर्दै हुनुहुँदो रहेछ। अहिले पनि हुन्छ अरे अहिले छरेको पनि, त्यही भएर हामी चाहिँ यहाँ डोको बोकेर घरतिर जाँदै गरेको छरिसकेर गलिहाल्नु भयो। अनि त्यहाँ नबोक न त कि बोक्ने? अनि गलेको पनि बोक्ने पनि हो। ए ल होइन उनीहरूलाई चाहिँ हिँड्न पाए डुल्न पाए एकदम खुसी। लु ल ल ल ल यसो गर्ने। ल ल ल किनिदिन्छु। त्यस्तै डोको बोक्ने रहर ठुलो छ। पानी बोकेको अरे छोरीले। ल हिँड्नु हिँड्नु हिँड्नु। छिटो 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 छिटो। कुनै मकै यत्रो ठुलो भइसक्यो र कुनै भर्खर छर्दै हुन्छ। त्यो पनि फल्छ हौ पछि भन्नुहुन्छ। फल्ला कि नफल्ला त थाहा छैन मलाई चाहिँ। हिँड 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 हिँड। कस्तो राम्रो सिन देख्दो रहेछ हौ पारी पारी त। हिँड मेरो छोरी र मैले चाहिँ भारी बोकेको नि। हामी त घर जान आँटेको। आमा छोरीले भारी बोकेको नि। कतिको पुर्याउँदो रहेछ बोकाइराखेको। परबाट बोकेर आएको। हिँड हिँड लु हिँड। भारी बोक्ने मान्छे त हिँड्नु पर्यो नि त। यही सबसे रमी यो भिडियो बाबालाई पठाइदिउँ कि नपठाइदिउँ? पठाइदिनु। अनि के भन्नुहुन्छ? हो बाबालाई हेलो भन्ने। अनि तिम्रो भिडियो हेर्नु कि नहेर्नु भन्ने कि नभन्ने? भन्ने। ल साइडबाट हिँड है, साइडबाट हिँड। हामी भारी बोकेको नि। गल्यो कि गलेको छैन हौ सानो मान्छे? गलेको छैन? गल्यो होला है। दिदीलाई देऊ न त भारी बोक्नु हुँदैन? किन हौ नदिने? ए ल त्यसो भए बोक नि त, गल्छ होला। उताको बाटो हिँड न, यता लडिन्छ। हो त्यताको बाटो। स्कुल जानु मजा कि भारी बोक्नु मजा नानी? हो अहिले चाहिँ आएर मेरो छोरीले एकदम सही कुरो गरौँ।